बाटोमा हिँड्ने मान्छेहरूले मलाई कस्तो सोध्छ, कहाँ जाने, रङ्गिया जाने के, कहाँ हिँडेको भन्छ। यसो फेसहरू चाहिँ क्या भुटानको जस्तो देख्छ क्या हो। कालो काले मान्छेहरूले त्यसरी सोध्छ क्या मलाई। अहिले म चाहिँ भुटानदेखि चाहिँ यो इन्डिया निस्केको छु नि त, यता आसाम साइड गएको। कहाँ जाने, कहाँ हिँडेको भन्नु सोध्छ यसरी। अन्त यसो देख्दो रहेछ क्या, भुटानको जस्तो देख्दो रहेछ क्या अनुहारमा चाहिँ। मलाई भुटानमा पनि बस्ने मान्छेहरूले प्रायःले भन्छ भुटनिस हो क्या भन्छ। अन्त होइन सिक्किमिस हो भन्छु, तर मान्छेले यसो अब उयो गर्छ नि त फेसहरू हेर्दाखेरि चाहिँ, अब प्लेन साइडको चाहिँ होइन यो हिल्स एरियाकै जस्तो भनेर सोध्छ क्या मलाई चाहिँ। र अहिले चाहिँ मै हेर्नुहोस् यता छु, सुन्दर नजारा छ यो चाहिँ आसामतिर हो। हेर्नुहोस् कति सुन्दर छ भ्यूज। म चाहिँ बसमा पनि चढिसकेँ। हेर्नुहोस् यहाँबाट मिनिमम तपाईँको 40 मिनट जस्तो लाग्छ। त्यहाँबाट फेरि उता अर्को टर्न लिनुपर्छ उदालगुडी साइड। यस्तै छ जिन्दगी, यात्रा, ट्राभलिङ। यताबाट चाहिँ भुटान पनि देख्छ है, यस्तो लाग्यो।